सन्देशको सबैलाई नमस्कार। आज मेरो फ्रेममा एकजना यस्तो व्यक्तित्व हुनुहुन्छ जुन जीवनमा तपाईहरु यदि हरेस खाइरहनु भएको छ अथवा जीवनमा चाहिँ विभिन्न समस्याबाट झेलिरहनु भएको छ, साना साना कुराहरुले तपाईलाई उ हुन्छ भने नि त्यस्ता साना साना कुराहरु चाहिँ केही पनि हैन, मिथ्या हो भन्ने कुरा तपाईहरुलाई म आज एउटा प्रमाणित दिन्छु। पुरा भिडियो हेर्नु होला, तयारी गरेर सुन्नु होला। मैले आजसम्म यस्तो व्यक्ति मेरो लागि चाहिँ मेरो आसपासमा र मैले उहाँहरुसँग त्यस्तो भेट्ने मौका मिलेको थिएन, भेटेको थिएँ तर अर्कै कालखण्डमा गुज्रिरहनु भएको थियो। विशेष गरी म कुरालाई अगाडि बढाउन चाहन्छु। मेरो माझमा हुनुभएको मेरो प्यारो एकजना आमा दिदी, म जे पनि मैले खासै हामीले सम्बोधनको लागि एक किन शब्द चाहिँ मैले छैन, आमा दिदी जे भए तापनि उहाँ हुनुहुन्छ एउटा क्यान्सर जस्तो भयावह रोगसँग लडेर जीवन पुनर्जन्म पाउनु भएको छ। मैले यहाँ एउटा विशेष कार्यक्रममा एउटा भेट भएर ओहो यस्तो कुरा रहेछ भने थाहा पाउनु भयो, उहाँले भन्दै जानुभयो, रुनु भयो, भकानिनु भयो। अनि मलाई कस्तो ओहो यो कुराले त धेरै मान्छेहरू विभिन्न समस्याबाट गुज्रिरहेका हुन्छन्, सानसाना कुराबाट पनि आत्तिरहेका हुन्छन्, मात्तिरहेका हुन्छन्, त्यस्तो क्यान्सर जस्तो मृत्युको मुखबाट पनि फर्केर आउन सफल एकजना व्यक्तिसँग म आज यहाँ साक्षात्कार गर्दैछु। विशेष गरी आमा नमस्कार। नमस्कार। मैले आमै भनेर सम्बोधन गर्न पाइयो। हजुरको नाम चाहिँ के हो? मेरो उमा देवी माइती आचार्य हुन्, घरमले कणेल हुन्, म उमा देवी हुँ। म्याग्दीबाट म म्याग्दी गाउँपालिका पहिला वडा नम्बर 5 थियो भने अहिले गाउँपालिका छ। अब गाउँपालिकालाई के भन्छ है, अर्मन गाउँपालिका हो परे। त्यहाँबाट सरेर बेनी आएर बस्यौँ, बेनीबाट काठमाडौँ आएर बस्यौँ। अहिले काठमाडौँ आएको 18 वर्ष भयो। काठमाडौँ आएपछि मलाई बिचमा अब यस्तो मलाई एकदम रगत एकदम बढी बिल्डिङ बग्दाखेरि विनायक हस्पिटलमा गएर विनायक हस्पिटलले सुख नभनौँ औषधि दियो, निको हुँदै भएन। अनि टिचिङ हस्पिटलमा जाँदाखेरि टिचिङ हस्पिटलले क्यान्सर भएछ, बिरामीलाई नभन्दै भनेर भनौँ टिचिङ हस्पिटलले। अनि ट्याक्सीमा हालेर बुढो ल्याउनु भयो। घरमा ल्याइसकेपछि वरिपरिको बिरामी सबै आएर हेर्दाखेरि अब क्यान्सर भएछ, यो बिरामी त मर्छ भनेर सबै आएर मलाई गेटबाट सबैले हेर्दै, ढोकाबाट सबैले हेर्दै फर्किँदै जाँदै गरे। अनि त्यस्तो क्यान्सर भएको त्यो रगत एकपाथी रगतको पोको कुर्था खोलेर बुढाले मलाई गाउन किनेर ल्याइदिनु भयो। गाउन किनेर ल्याएर म ट्याक्सीमा आएँ। ट्याक्सीले मेरो ट्याक्सी बिग्रो बनाइदियो भनेर भन्नु ट्याक्सीवालाले। अनि आएर मैले प्लास्टिक हातमा पोको पारेर मैले त्यो त्यसरी राखेको, त्यो त्यसरी राखेर बुहारीलाई धोइदियो भन्दाखेरि बुहारीले धोइदिनँ। छोराले आमा तिमीले मेरो आँची धोएर सु धोएर मलाई हुर्काइदियो, आमा तिम्रो आँची सु मैले धुनुपर्छ, तिमीले मलाई जसरी हुर्काउ त्यस्तै धुनुपर्छ भनेर मेरो ठुल छोराले आँची सु सबै धो। अनि बुहारीलाई भन्दाखेरि बुहारीले केही गरिनँ। बुहारी सुत्केरी हुँदाखेरि टिचिङ हस्पिटल लगेर मैले 3 दिन राखेर बुहारीको अँजुलले पिप उठाएर फाल्दाखेरि जेठी बुहारी हो, चितवन माइत गैँडाकोट हो, अँजुलले दुई अँजुली यसरी अँजुलले उठाएर मैले बुहारीको पिप फाल्दाखेरि मलाई त्यो क्यान्सर हुँदाखेरि बुहारीले एक दिन पनि मलाई चाउल पकाएर पनि खुवाइन, मलाई कुनै दिन एक दिन कपडा पनि धोइदिनँ। कहिले मलाई त जेठी बुहारीले कहिले हेल गर्दै गरिनँ। म कस्तो पीडा भएँ। सुखको दिन संसार हुने छ, दुःखको दिन कोही हुनुहुन्छ, दुःख पर्दैन, आफ्नो मान्छे कोही हुने रहन्छ। म त्यस्तो पीडाबाट डुबेर अनि भक्तपुर क्यान्सर हस्पिटलमा गएर 9 वटा किमो दियो, 25 दिन बाहिरी घाउ सेकायो, अनि 3 फेर भित्री घाउ सेकायो, नाला हस्पिटलमा पठायो। जानी आउने गरेर सेकेर एक खेपमा 70,000 लाउँथ्यो। अनि त्यसरी गरेर पैसा पुर्याउन नि गाह्रै भयो। सरकारले 1 लाख दियो। अनि ठुलो भाइ, मेरो भाइको नाम कोथानन्द हो, बेनी न्यू रोड बस्छ, जनसेवा डेरी हो भाइको, त्यो डेरीको नाम। अनि कान्छो भाइले 20,000 दियो, ठुलो भाइले 25,000 दियो। एउटी बलीमा अमाजु भन्ने हुनुहुन्छ, मिस ससुराकी छोरी, उहाँ अमाजुले 50,000 दिनुभयो। बुहारी तिमी त मरे खतिन थिएन, बाँचे उपति थिएन, हाम्रो लागि बाँच बुहारी भनेर 20,000 50,000 उहाँ अमाजुले ल्याएर दिनुभयो। म आफन्तीबाट मैले त्यति सहयोग पाएँ। घर परिवारबाट मैले कसैको पाइनँ। मेरो बुढातिरको नातोबाट मैले कसैको केही आखिर फोन पनि पाइनँ। मलाई अरूले गरेको त्यति नै सहयोग हो। म यति पीडामा परेँ। मेरो बाल झरेर केही थिएन। कान्छा छोराले त्यो बाल झरेको कपाल, छोराले कपाल कोर्ने, तेल लगाइदिने सबै गर्थ्यो। कान्छा छोराले लानी ल्याउने सबै कान्छा छोराले गरो। क्यान्सर हस्पिटलमा बेटा सुतिने कान्छा छोराले गरो। परिवारमा चाहिँ हजुर को हुनुहुन्छ? 2 भाइ नानी, 2टा बाबु, बुढो भनेको 2टा छोरा, 2टी छोरी। 2टा छोरी। छोराहरूको बिहा भइसक्यो? बिहा भएको, ठुल छोराको बिहा नभएको, कान्छा छोराको बिहा गर्ने धोका भएको मलाई। अनि कान्छा छोराले अब मेरो बिहा गरिदिनु पा, मम्मी बाँच्नुहुन्छ कि भन छोराले, र बिहा गरिदिन्छु मम्मी भनेर छोराले गोर्खाबाट बिहा गरिदियो। ठिक छ, बुहारी पनि ठिक छ, कान्छी बुहारी ठिकै छ, राम्रै गर्छ। तर जेठी बुहारीले मलाई त्यस्तो हुँदाखेरि म उसको पिप मैले सोर्दाखेरि उसुत्केरी भएर उसको पिप र रगत मैले सोर्दा मलाई त हुन बुहारीले किन चिया पकाएर नि खान नदिँदाखेरि म त्यो बारेमा धेरै चित्त दुखेर म धेरै रोएकी छु, धेरै पीडा छु। म भनेको अहिले पनि जस्तो सँगै छ छन त, हिजो मैले गरिनँ, आज गर्न पर्छ।
हिजो मैले गरिनँ त्यो भने मैले आज गर्नुपर्छ भनेर त्यो भावना बुझेर उसले कहिले नि गर्दिनँ। मैले बिहानको मेरो दैलो कुचो म आफै हो, मेरो भगवान् धोइधाइ म आफै हो, म मेरो लागि म आफै खुसी भएर बाँचेको, मलाई कसैले खुसी पारेको नि होइन, केही गरेको नि होइन, आफ्नो लागि आफै खुसी भएर बाँच्नु पर्ने रहेछ। दुःखको लागि सुखको दिन संसार हुने रहेछ, जगत र हुने रहेछ, दुःखको दिन कोही हुने रहेछ। म आफै बाँचेर म यसरी निगो भएँ, म सन्चो भएँ। म 6 महिना भक्तपुर क्यान्सर हस्पिटलमा लडेर छरछिमेकले नि मर्छौ दिदी तिमी अब बाँच्दिनौ भनेका हुन्। मेरो बाल झरेर केही थिएन, छोरो फाल त्यो बाल हेर राख्नुहुन्न भन्दा छोरोले मम्मी फाल्दिनँ, मामा घर कति वर्ष लगानी लाए, हामीले कति वर्ष लगानी लाइयो मम्मी, यो बाल फाल्न हुन्न, सुकाएर भए राख्छु भन्छ। कान्छो छोराले सुकाउँदै राख्दै बट्टा हाल्दै राख्दै गरिन्छ। छोराहरूले एकदम सेवा गरे मलाई। 2 भाइ छोराले, छोरी 2टै विदेश थिए, पैसाबाट 2टी छोरीले पेले। मलाई स्याहार सम्मारबाट 2 भाइ छोराले एकदम हेल्प गरे, 2 भाइ छोराले गरे। मैले अरूबाट माया ममता केही पाइनँ। त्यही हो अब मैले बुढाले माया बुढाको अब बुढाले अब गर्ने ठाउँमा गर्नुभयो। अब ठिकै छ, बुढाको पसल थियो नि त, हिँड्ने डुलाउने खुवाउने सुताउने धेरै छोराहरूले गरे। बुढाको पसल थियो, अब बुढाको कमाइबाट औषधि मुलो खानु भयो, बुढाले नि गर्नुभयो, नगरेको त होइन। यस्तो हुन्छ। अब हजुरलाई चाहिँ यस्तो परेछ, यसमा मैले अलिकति कुरा तपाईँको काटेँ। कस्तो भने अब यो सासू बुहारीको मामला चाहिँ बडो डेन्जर हुन्छ अरे क्या। तपाईँ पनि जो त्यो घरमा बुहारी भएर आउनुभयो, आज त्यो घरको आमा हुनुभयो, भोलि तपाईँ सासू हुनुभयो होइन। यो परिक्रमै यस्तो हुन्छ। भोलि बुहारीले पनि अब यस्तो हो, उहाँले नजान के गर्नुभयो त्यो चाहिँ हामीलाई अब मैले त्यो कुरालाई खासै मैले भन्दा पनि विशेष गरी त्यस्तो कुराहरू कहिलेकाहीँ चाहिँ त्यो अब तपाईँको र बुहारी सासू सबैको घरको समस्या हो। तर मैले मुख्य कुरा चाहिँ तपाईँलाई त्यस्तो विषम परिस्थितिमा साथ दिएको भए आज आमाले सायद यो कुरा फेरि मैले कैद गर्दाखेरि त्यति मजा त आएन। तर पनि सासूले बुहारीलाई र बुहारीले सासूलाई जब आमाको भावले अथवा बुहारीलाई चाहिँ छोरीको भावले जब सासू र बुहारी बिचको सम्बन्ध राम्रो हुँदैन भने त्यो घरमा केही गडबड हुन्छ। ताकि त्यो घरमा सुन्दर घर बनाउनु छ भने यो कुरालाई याद गर्नुपर्छ। यस्तो विषम परिस्थितिमा हजुरलाई ठ्याक्कै रोकिएको चाहिँ क्यान्सर भएको? मलाई पाठेघर क्यान्सर, मुखको क्यान्सर हो। फाल्न मिलेन। डक्टरले बिरामीलाई बचाउनु छ भने नफाल्नु राख्नु, बिरामीलाई मार्नु छ भने फाल्नु। अब पाठेघर खाइसकेर नि मुखको क्यान्सर, अब पाठेघर मुखको क्यान्सर खाइसकेर पनि पेटमा सबै टाँसियो। पेटमा टाँसिँदाखेरि त्यो मुखको क्यान्सर त फाल्ने खुर्केर अनि पेटको लागि के गर्ने, बचाउनु छ भने यसरी औषधि चलाएर निको पार्नुहोस् भन्दै भन्नुभयो डक्टरले। अनि त्यही गरेर डक्टरले जे भन्नुहुन्छ त्यही गऱ्यौँ। 6 महिना क्यान्सर हस्पिटलमा जाने बहनी हुँ। भक्तपुर क्यान्सर हस्पिटल भक्तपुर। त्यहाँबाट मलाई 9वटा किम्बु दिएपछि मलाई पर नाला हस्पिटलमा पठाएर काठमाडौँ क्यान्सर हस्पिटल त्यहाँ नभएर, त्यहाँ मेसिन नभएर, भित्री सेकाइको लागि त्यहाँ मेसिन नभएर मलाई नाला हस्पिटलमा उहीँबाटै हस्पिटलबाटै रिफार गरेर पठाएर अनि उहाँ लगेर मलाई 3 फेर उहाँ म बिहोस हुन्थेँ। बिहोस भएर म होसमा आउँदैन थिएँ। अब म यतिकै भयो, म जानी भएँ भनेर म होसमा आउँदैन थिएँ। त्यसरी मलाई उहाँ 3 फेर भित्री सेकाइ सेकाएर अनि घरमा ल्याउँदाखेरि असारको 1 गतेबाट औषधि चलाउन थालेको। मुसिरको 5 गते बल्ल त्यो औषधि चलाएर निको भयो। कति वर्ष अगाडि? 5 वर्ष पुरा पुग्यो। अहिले तपाईँ ठिक अनि बाहिर पनि जानुभयो? ठिक छ, मलाई अहिले ठिक भयो। 6 महिना फलोअपमा बोलाइरहेको छन् डक्टरहरूले बोलाइराख्नुहुन्छ। अनि हस्पिटलमा गइरहेको छु, 6 महिना फलोअपको लागि गइरहेको छु। अस्ट्रेलिया गएर 1 वर्ष कान्छी छोरीले लगेर घुमाएर पठाइदिन्। अस्ति यही फाउनको उसको माघको अन्तिममा आएँ। अनि अन्तिममा आएर छोरी कान्छी छोरी बाहिर छिन्। नाति छ एउटा, ज्वाइँ हुनुहुन्छ, छोरी ज्वाइँ गरेर बाहिर हुनुहुन्छ। बाहिर छन् कान्छी छोरी। उनीहरूले लगेर घुमाएर अनि फर्काएर मलाई नेपाल पठाइन्। गएँ, घुमेँ, आएँ। म मेरै लागि खुसी भएर आएँ। तर बाँच्ने भने यस्तो संसार देख्न पाइने छ। 9 वर्ष देखेपछि बाँचेपछि 9 वर्ष 9 लाख देख्न पाइन्छ भन्थे। मैले त 18 लाख देखेँ। यस्तो देख्न पाइने रहेछ। बाँचियो भने यस्तो संसार देख्न पाइने रहेछ। मलाई धेरै धेरै खुसी छु म हेमा, धेरै खुसी छु म। यसरी बाँचेँ, खुसी लाग्छ। सबैलाई देख्न पाएँ, भेट्न पाएँ। बाँचेपछि यस्तो संसार देख्न पाइने रहेछ भने जस्तो हुन्छ। बाँचे कसैले भनेको होइन, म मरेकै मान्छे हो। मरेर म मृत्युमा पुगेको मान्छे। म फर्केर बाँचेर आएर मैले नयाँ जीवन, मेरो फाइदाको जीवन छ। फाइदाको जीवनमा म एकदम खुसी छु। के गर्नुहुन्छ हजुर? यो जुन तपाईँको नाफाको फाइदाको जिन्दगी छ नि, फाइदाको जिन्दगीमा म जे छ म खुसी, परिवारले मलाई खुसी पार्नु पर्यो, परिवारले खुसी पार्नु पर्यो। म एकदम खुसी भएर बाँच्न पर्यो। मैले त्यही चाहन्छु। भनेको तपाईँले जस्तो यस्तो समस्याबाट जो समस्या पीडित हुनुहुन्छ नि, विभिन्न रोग लाएर अझ क्यान्सर जस्तो एउटा, क्यान्सर पनि एउटा घातक रोग हो होइन। मृत्युको एकदमै अन्तिम घडी भन्छ नि यसलाई मृत्युलाई चाहिँ यसले चाहिँ निम्तै गरे जस्तो भनिन्छ। तर पनि यस्तो रोगसँग जित्नुको
कारण चाहिँ के रहेछ? जित्नु भयो नि तपाईँले, मेन कारण मैले जितेँ। म जस्तै सबै मेरा दिदीबहिनी अथवा भाइ बहिनी अहिले जस्तारानी क्यान्सरले छुन लाग्यो, सबैलाई यो नराम्रो रोगबाट कसैलाई नछोस्, छोइहालेछ भने नि म जस्तै खुसी भएर बाँचुन्, उनीहरूको परिवारले सबैले माया गरून्, राम्रो गरून्, सबै परिवार त्यो बिरामीहरूले नि एकदम राम्रो होस्, म जस्तै खुसी भएर बाँचुन्, मैले जस्तै एकदम खुसी भएर औषधिमूलक गरून्, सबै संसार देखुन्, म जस्तै राम्रो भएर ती भएका ती बिरामी एकदम राम्रो भएर म जस्तै राम्रो भउन् भन्न चाहन्छु मैले। त्यो मैले त्यो कुरालाई अझ बुझेँ होइन। जस्तो हजुरलाई छिटो ठिक हुनुमा चाहिँ के को हात रह्यो? मलाई एकदम छिटो आत्मविश्वास हो कि पैसा हो कि सहयोग हो कि? मलाई छिटो निगो हुनको लागि मैले समयमा उपचार भयो। समयमा उपचार भयो, 2 स्टेप पुगेको हो मेरो क्यान्सर। समयमा उपचार भयो। उपचार हुँदाखेरि मैले डक्टरको औषधि साथसाथै मैले आइबिडीको औषधि खाएँ। मैले उहाँ मेरो तारखोला मेरो सानीमा सनबा हुनुहुन्थ्यो, उहाँले मलाई औषधि पठाउनु भयो। अनि म्याग्दीमा एउटा भाइ छ मेरो, भविलाल भाइ भन्ने छ, ऊ भाइले मेरो लागि धेरै हेल्प गर्यो। दिदी बाँच है भनेर उसले मलाई मुस्ताङबाट मलाई उसले 2-3 किलो आरुको बिहा, यो बिहा खाए निको हुन्छ दिदी क्यान्सर भनेर उसले मलाई आरुको बिहा पठाउँदाखेरि मैले आरुको बिहा 1 वर्ष आरुको बिहा, दिनको 4वटा दाना आरुको बिहा, मुस्ताङबाट बिहा, भित्रको बिहा क्यान्सरकै औषधि त्यसले मलाई एकदम ठिक पार्यो। यो कुरा त फेरि सबैले सुन्नुहुन्छ, त्यस कारणले गर्दा तपाईँले के गर्नुभयो पाठेघर समस्या भए बेला सर भनिदिनु एउटा आरुको बिहा अनि आरुको बिहा खाएँ। अनि 3 महिना जमराको जुस खाएँ। जमराको जुस खाएँ 3 महिना। जौको जमरा चोखो माटोमा उमारेँ, त्यहाँ घरमै आरीमा 2टा आरीमा जौ छरेँ। अनि एउटा आरीको खाइसक्छु, अर्को आरीको खानी बनाउँछु भनेर घरमै मैले जौको चोखो माटोमा जौ उमारेर जौको जमरा मैले 3 महिना जौको जमराको जुस 3 महिना खाएँ। अनि आरुको बिहा मैले 1 वर्ष खाएँ, अझै नि खाँदैछु। अस्ति म्याग्दीबाट आउँदा नि ल्याइछु मैले अझै। मैले आरुको बिहा अझै खानु छु। बिहान खाली पेटमा मैले 4वटा दाना मैले आरुको बिहा खान्छु। आरु खुरपानी, आरु पखरा भने नि जुन चिज भने नि त्यो यस्तो महत्त्वपूर्ण औषधि रहेछ, कसैले नफाल्नु होला। त्यसलाई खाएर त्यो बाहिरको खानु होला, भित्रको हड्डी सुकाएर राखेर फोरेर त्यो बिहा म जस्तै बिरामी सबैले खानु होला। मलाई यसले त्यो डाक्टरकोले भन्दा नि यसले छिटै निको पारे जस्तो लाग्यो, एकदम विश्वास लाग्यो। धामी झाँक्री मैले त्यति बेला गरिनँ, पहिला गरेँ, त्यति बेला मैले गरिनँ। पहिला गरेँ होला मैले, त्यति बेला मैले यसो बिरामी हुँदा फुकफाक त चाहिँ मैले गरेँ होला है, फाकफुक गरेँ होला मैले। त्यति बेला मैले गरिनँ। अब हस्पिटलमै गइयो, धेरै जस्तो हस्पिटलमै जाने आउने गरियो, त्यति बेला झारफुके गरिनँ मैले। यस्तै गर पूजा यताउति, मेरो गरले दुःख दिएको भनेर गर पूजा यताउति सबै गरेँ। अनि मैले त्यस्तै सबै चिज खाँदाखेरि मलाई ठिक हुँदै गयो, सन्चो हुँदै गयो, मलाई एकदम खुसी लाग्यो। मलाई यस्तै म जस्तै बिरामी सबै खुसी हुन्, सबैलाई राम्रो होस् भन्छु। म जस्तो बिरामी देख्दाखेरि तैँले नि यो गर है भनेर भेटाएकोलाई मैले नि भनिदिन्छु। तपाईँलाई जस्तो ठ्याक्कै त्यस्तो भएपछि के लक्षण चाहिँ के हुँदो रहेछ तपाईँलाई? मान पाठेघर समस्या भयो नि, मलाई कतिलाई थाहा छैन। जस्तो धेरै तमाम आमाहरूले चाहिँ बच्चा जन्माउँछन्, विशेष गरी पाठेघर समस्या त विशेष गरी होइन हुने आमाहरू छोरी मान्छेलाई हुन्छ। के कारण त्यो लक्षण चाहिँ के आउँदो रहेछ? त्यो लक्षण सुरुमा लक्षण के आयो भने मलाई एकदम बडी बिल्डिङ बढी भएको बगेको रगत बगिरहने। अनि यो हयोग घुँडाबाट उँगो, अनि यो 2टा स्तनबाट उँधो, यतिमा मलाई यो ज्वरो आगो आई एकदम बढी शरीर दुख्ने, अनि ज्वरो आइराख्ने, शरीरमा आलसी हुने, खान मन नलाउने, काम गर्न मन नलाउने, एकदम रिस उठ्ने। अनि परिवारले त्यही बेला केही भनौँ भने झन् बढी रिस उठ्ने। अनि त्यस्तो एकदम बढी रिस उठ्ने, अनि त्यस्तो आलसी, शरीरमा आलसी हुने, ज्वरो आउने, एकदम त्यस्तो दुख्ने, त्यस्तो नराम्रो हुँदै गयो। अनि त्यस्तै बिल्डिङ हुँदै लास्टमा मलाई क्यान्सर देखाइदियो। भनेको त्यो लक्षण चाहिँ तपाईँको ज्यानहरू गल्ने, सुनिराख्नु है, सबै ज्यान गल्ने हुँदो रहेछ। एउटा कुरो कसैलाई थाहा छैन, समयमा उपचार गर्नुभयो भने त्यो एउटा निको हुनको लागि एकदम ठुलो हुन्छ। फेरि मान्छे रोग लागिसकेपछि ठुलो अवस्थामा गएर उपचार गर्दाखेरि ठिक नहुन सक्छ। त्यसको लागि पैसा, धन सम्पत्ति पनि सकिन्छ, शरीर पनि सकिन्छ, तनाव हुन्छ। एउटा परिवारमा पनि एउटा तनाव सिर्जना हुन्छ। जस्तो परिवारमा राम्रो सम्बन्ध भएर मान्छे आफन्तहरू पनि टाढा भइदिन्छन् होइन, गरे मलाई त एकदम धेरै आमा भन्दै आउने अथवा दिदी बहिनी भन्दै आउने मान्छेहरू हो यसलाई त यस्तो भएर छ भनेर हेला कतिको पाउनु? मैले पाइनँ। 5 बहिनी दिदी बहिनी हो। म त्यस्तो भएर म मृत्यु अवस्थामा लड्दाखेरि मेरो छरछिमेकले कति बहिनी हो तेरो भन्दाखेरि मेरो 5 बहिनी हो भनेर भन्दा बुवाले त्यस्तो व्यवहार गरी उसले मलाई स्याहारसुमार नगरे नि त। मेरा 5वटा दिदी बहिनीमा 4 बहिनी त थिए नि त, 4 बहिनी दिदी बहिनी थिए। त्यो दिदी बहिनीले केही माया ममता हुन्थ्यो भने त्यो दिदी बहिनी माथि माया ममता हुन्थ्यो नि त। एउटा बहिनी आएर मलाई स्याहार्ने, हस्पिटल लाने ल्याउने त मेरो बहिनीले गर्न सक्थ्यो नि त। त्यहाँ धरि मेरो बहिनीले त्यति बेला मलाई त्यो अवस्थामा मेरो बहिनीले, मेरो 4वटै बहिनीले गरेनन्।
माया गरेनन् गरेनन्। आखिर के रहेछ त्यसलाई? एउटी दिदी थिइन्, तिनटी बहिनी थिए, चारवटै बहिनीले गरेनन्। ठुलो भाइ छ मेरो एकदम विद्वान, आशीर्वाद दिन्छु मेरो भाइलाई, धेरै आशीर्वाद लागोस्। ऊ भाइले पटक पटक फोन गरेर दिदी तपाईँ नमर्नु, हाम्रो लागि बाँच्नु, बाँचे उपतिन छैन, बाँचे मरे खतिन छैन दिदी, तपाईँ हाम्रो लागि बाँच्न पर्छ दिदी, तपाईँ मरे हाम्रो पालो आउँछ, तपाईँ मर्दै नमर्नु दिदी। दिदीलाई पैसा थोरै भएर भिनाजुले औषधि गर्न नसकेर दिदी मरे हाम्रो पालो आउँछ, हामीले सहयोग उठाएर दिदीलाई बचाउनु पर्छ भनेर मलाई मेरो कोथानन्द मेरो भाइको नाम, भाइले त्यति भन्दा दसैँको दिन त्यति बेला यहाँ राष्ट्रपति हो कि को आउँदै थिए, भदै एयरपोर्टमा जाने, यहाँ बाटो जम्मै बन्द भयो, एयरपोर्ट लएर होटलमा छोरालाई राखेर छोरालाई उडायो। दसैँको पूर्णिमाको दिन भाइ म्याग्दीबाट 12 घन्टाको गाडी चढेर म्याग्दीबाट मेरो भाइ त्यही धोकाले मलाई दिदीकै धोकाले त्यसरी आयो मेरो भाइ। मैले मेरो भाइलाई धेरै आशीर्वाद धेरै धेरै गरौँ, मलाई त्यो भाइले मेरै भाइ हो, म मुनिको भाइ हो, मलाई भाइले त्यति गरौँ, मेरो माया ममता जति, मेरो आशीर्वाद जति सबै मेरो त्यही कोथानन्द मेरो भाइमाथि छ। उसले मेरो लागि त्यति गरौँ। उहाँ उसले 12 घन्टाको गाडी चढेर आएर उसले मलाई आलु ल्याइदिएको, अनि नक्कल चामल ल्याइदिएको, घिउ ल्याइदिएको, मेरी दिदी खाऊ तिमी बाँच भनेर उसले उहाँबाट बोकेर ल्याएर आएर बेलुका मसँग बसो। दसैँको पूर्णिमाको दिन भान्जालाई टिको ला, भिनाजुलाई टिको ला, मलाई टिको ला, जमरा र 50,000 दिदी तपाईँले 50,000 को आउन त केही आउन, बाँच दिदी मेरो लागि भनेर भाइले 50,000 दिँदाखेरि मलाई करोड दिए जस्तो भयो। मलाई ठुलो भाइले 50,000 दियो, कान्छो भाइले कान्छो छोराको बिहाको दिन आएर 20,000 दिएर छोडो दिदी औषधि खानु, निको हुनु हाम्रो लागि भने। मलाई दुईटा भाइहरूले धेरै धेरै हेल्प गरे। तपाईँलाई सबभन्दा बढी सहयोग गर्ने को भन्नु त? धेरै मलाई एकजना भाइ अनि नाम के? कोथानन्द आचार्य। कोथानन्द आचार्य न्यू रोड जनसेवा टिएरी हो। बाबुआमालाई नि गरौँ, मलाई उसले धेरै गरो। उबाट म धेरै, मलाई उसले गाडीमा हालेर बोराको बोरा नक्कल चामल पठा, डौडे न्युरो पठा, मलाई बमित हुन्थ्यो, नाक लाउँथ्यो, केही खाना हुँदैन थियो। भाइले मलाई उहाँ म्याग्दीबाट मलाई त्यति धोकाले उसले मेरो मायाले मलाई उसले त्यति गरो। बहिनीहरूले दिदी तैँले के खान्छस् नि भनेनन्, दिदी तँलाई कस्तो छ? कोही नि आएनन्। मेरा 4वटा दिदी बहिनी थिए, 4वटै दिदी बहिनी मलाई त्यो अवस्थामा उनीहरू केही दिन नसके। उनीहरू एकखेर मेरो दिदी बहिनी मसँग झुल्केको भए मलाई कस्तो हुन्थ्यो। मेरो एउटो दिदी बहिनी नि मेरो 4वटै दिदी बहिनी मसँग, म मृत्युमा पुगे बेला मेरो 4वटै दिदी बहिनी म थिम्न झुल्किँदाखेरि धेरै धेरै चित्त दुखेको छ। मेरो 4वटै दिदी बहिनी मसँग झुल्केनन्। हजुरले के चित्त दुखाउनु भएको थियो कि दिदी बहिनीलाई? भगवानले जानुन्। अब म त हजुरले गर्नु हैन, माने कहिलेकाहीँ त तपाईँको साइडबाट पनि केही न अब खै अब मैले जानेर त केही गरिनँ, मैले नजानेर त के गरिथे, मैले जानेर केही गरेँ। मैले जस्तो तपाईँलाई सोधेको कहिलेकाहीँ चाहिँ कस्तो हुन्छ भने तपाईँको तपाईँले चाहिँ पहिला केही गडबड गरे अथवा हुन्छ नि काम गर्दै जाँदाखेरि हाम्रो जिन्दगी गृहस्थी जिन्दगी भनेको चाहिँ कसैलाई बिहेमा बोलाउनु भएन भने चित्त दुखाउँछन्, अथवा एउटा केही कार्यमा बोलाइएन भने मलाई बोलाएन, अथवा त्यो सानो नि हाम्रो मन सानो छ कि मान्छेको मन चाहिँ मानव मन चाहिँ सानो हुन्छ अरे कि। अनि त्यो भएर कहिलेकाहीँ कस्तो हुन्छ। ठिक छ ल, तपाईँलाई सबभन्दा बढी सहयोग गर्ने भाइ त्यहाँ उग्रीको बलिमा दिदी हुनुहुन्छ एउटी म गर्ने बलिमा दिदी। उही म्याग्दी हो, माइत म्याग्दी हो, छिसबाङ माइत हो। ससुराले मित लाउनु भएको त्यो बलिमा दिदी अमाजुले मेरो बुहारी बाँच, अब बुहारी मर्यो भने मलाई माइत आउने बाटो हुन्न, मेरो मितरी सम्बन्ध मितरी। अनि बाँच मेरो बुहारी बाँच्न पर्छ, बाँच बुहारी मेरो लागि तिमी बाँच्न पर्छ भनेर मलाई टाउको ल्याएर, खसीको टाउको ल्याएर, कहिले कलेजो ल्याएर, कहिले जुस्का बुहारी भनेर 1,000 दिने, आउने रुँदै फर्किँदै जाँदै गर्ने, आउँदै रुँदै फर्किँदै जाँदै गर्ने। बुहारी मर्छिन् म अब माइत आउनु पाउनु भनेर त्यति गरेर मलाई लास्टमा 50,000 मेरो बुहारी बाँच भनेर मलाई उहाँले बलिमा दिदीले मलाई 50,000 औषधि खाने भनेर 50,000 बलिमा दिदीले दिनुभयो। ठुलो भाइले र मेरो कोथानन्द भाइ र बलिमा दिदीले मलाई धेरै धेरै माया गर्नुभयो। उहाँ दुईजनाले मलाई मेरो लागि मैले 2जना राखिरहेछु भन्छु। अब बुढोले व्यापार गरेर खर्च पुर्याउनु भयो भने कान्छा छोराले धेरै बोकेर हिँडालेर उसले धेरै कष्ट गर्यो मेरो लागि, मैले नि बनाइदिएँ है। मैले हजुर खर्च त्यो तपाईँलाई उपचारको क्रममा लगभग तपाईँले थाहा हुन्छ कति खर्च लाग्यो उपचारको लागि कति लाग्यो भन्ने, यति लाग्यो भन्ने आफू बिरामी भइयो है, यति लाग्यो भन्ने थाहा भएन है। यो कुरो बुढोलाई थाहा होला, तँलाई यति खर्च लाग्यो भनेर बुढोले खुलेर नि भन्नु भएन है। त्यो महानता हो कि तपाईँको बुढाको महानता चाहिँ यो हो कि जब तँलाई यति लाग्यो उपचार गर्नलाई, हेर तँलाई भने जति लाग्यो, तर मैले यति भन्नु खोजेको। अनि सरकारी ऊबाट पनि राहतहरू पाउनु भयो भने यो त कोटा हुन्छ नि। मलाई सरकारले त गाउँपालिकाले दियो, गाउँपालिकाले 1 लाख रुपियाँ दियो, बुढोले गएर कागजपत्र मिलाएर आउनुभयो। अनि हस्पिटलले दिएन, उही गाउँपालिकाले दियो। त्यही गाउँपालिकाबाट गाउँपालिकाले त्यही पैसा नदिएर किम्बुमा त्यही किम्बु दिइराखे।
भनेको त्यसमा राहत भयो। एकिन यति खर्च भन्ने चाहिँ तपाईँलाई जस्तो मोटामोटी कोही मान्छेलाई उपचार गर्न नपाइरहेर पैसा लाग्छ भनिरहनु भएको छ भने अहिले वडामा चाहिँ अथवा वडा अथवा पालिका र सरकारले पनि विशेष रोग लागेकाहरूलाई चाहिँ राहत दिइरहेको छ। त्यही भएर राहतमा चाहिँ तपाईँहरूले के विचार गर्नु भने समयमै जचाउनु होला। तपाईँलाई कुनै शरीरमा अलिकति गडबडी छ, शरीर असहज छ भने विभिन्न रोग लाग्न सक्छ। त्यस कारणले गर्दा पछिको समस्या चाहिँ ठुलो रोग लाग्न सक्छ। समयमै जचाउनु हो भने बेला बेलामा रोग नलागे पनि हस्पिटल गएर मलाई केही छ कि भनेर विशेष गरी अलिकति उमेर ढल्किँदै जाँदाखेरि अथवा नढल्केका मान्छेहरूलाई पनि ठुल्ठुलो जघन्य रोग लागिरहेको हुन्छ र रोगसँग लड्दै बढ्दै होइन। अनि र मेरो कुरा आत्मविश्वास नै जसरी अहिले मैले आमाको चाहिँ विशेष गरी चाहिँ मैले अलि अगाडि कुरा गर्दाखेरि पनि म त झसङ्ग भएँ, एक्कासी यस्तो कुरा सुने। अनि यो कुरा चाहिँ सबैको लागि आवश्यक हुनसक्छ अथवा बुझ्नुपर्छ र विशेष गरी परिवारले कुन तरिकाले हेरिरहेछन् भन्ने कुरा त उहाँले त मैले भन्नु पनि भने होइन। जसले अब यहाँ आमाले ब्याट्टै भनिदिनु भयो या मलाई कति कुरा भन्न हुन्थ्यो हुँदैन थियो, मलाई मतलब भएन। जसले माया गर्नुभयो उहाँलाई नमायो हेला गरे आएन, किनभने उनको अन्तर्मनले भन्नुभयो उहाँको। त्यस कारणले गर्दाखेरि यस्तो परिस्थितिमा हामीले सहानुभूति अथवा यति भेटेर कि छ आमा ओहो पैसै दिन सकिएन होइन त, पैसा चाहिएन, मलाई पैसा चाहिएन, पैसा मलाई दिनको एकबार फोन गरेर के छ तँलाई मात्रै भनिदिए नि हुन्छ। मलाई भाइहरूले जति माया गरे साथसाथै उति बुहारीले नि माया गरे, अमा दिदीलाई मर्न दिनु हुन्न भनेर बुहारीले छेलिदिएपछि भाइहरूले कहाँ दिन्थ्यो र। मलाई दुईटी बुहारीले नि यति हेल गरे, दुईटी बुहारीले नि धेरै हेल गरे, भदाभदैले नि गरे, भाइहरूले दुईटा भाइहरूले धेरै गरे, धेरै महमत गरे मलाई। मेरो लागि दुईटा भाइहरूलाई धेरै आशीर्वाद छ, मेरो लागि मेरो आशीर्वादले रोग व्याधि केही नलाओस्, भाइहरूलाई धेरै आशीर्वाद छ। मलाई त मृत्युको अवस्थामा मलाई तिर्खा लाएर गऱ्यो होला, मलाई भाइहरूले पानी खुवाए, मलाई पानी खुवायो नि त। मलाई भाइहरूले बलिमा दिदी मेरो कोषानन्द भाइ अनि मेरो कमल भाइले मलाई पानी खुवाउनु भयो। मलाई त्यो अवस्थामा दुई भाइ छोराहरूले ज्यानै दिएर उनीहरूले खाना नपाई एउटाले मेरो रगत ठुलो छोराले रगत हो, कान्छो छोराले भोगै तिर्खै बोकेर क्यान्सर हस्पिटलमा 6 महिना क्यान्सर हस्पिटलमा लाने, ल्याउने, सुताउने, उठाउने, खुवाउने, कपाल कोर्ने, तेल लाउने, अझै नि कोर्छ कान्छो छोराले। अस्ति उसैले कपाल कोरिदिएको, कपाल पलाइछ, केही थिएन। स्वास्थ्यमा मलाई अहिले कस्तो छ, यस्तो एकदम जिउ दुख्छ, जिउ कर्कर जिउ दुख्छ, अनि फेरि यस्तो पाता नि एकदम बढी दुख्छ, टाउको दुख्छ। अहिले भएको है, टाउको दुख्छ, अनि यो शरीर भत्रक्कै शरीर गलेर शरीरले सक्दैन। मलाई जति सकेको मलाई परिवारले केही चिज दिएर हुन्छ कि मिठो बोलेर हुन्छ कि कसरी हुन्छ, मलाई परिवारले खुसी गराउने चाहन्छु मैले। यस्तो बेला होइन बिल्कुलै मलाई परिवारले जति सकेको, मलाई परिवारले जति खुसी पार्छन् म उनीहरूको लागि बाँच्ने, मलाई मेरो लागि केही खाँचो छैन। परिवारले जति सकेर मलाई केही चिज मलाई अथवा मलाई एउटा चुरो दिएर हुन्छ कि पोते दिएर हुन्छ कि चप्पल दिएर हुन्छ कि मलाई कुनै एउटा राम्रो फलफुल दिएर हुन्छ कि केही चिज दिएर आमा लौ खाऊ, लौ बुढी तिमीले खाऊ भनेर मलाई परिवारले जति माया गर्छ र जति मलाई मिठो बोल्छ, मलाई अरू केही चाहिएन। मिठो बोलेर जति परिवारले माया गर्छ म त्यतिमा खुसी छु। अब त्यही हो। मैले अब यो कुराबाट पनि के अर्थ बस्छ भने जस्तो मान्छेले यस्तो बेलामा चाहिँ धेरै कुरा होइन सहानुभूति अथवा आश्रय के कुरा पाउँछन्, मिठो बोली। अब आमाले भनि नै सक्नुभयो, यस्तो समस्या भएको व्यक्तिहरू जसलाई पनि हामी मानवको लागि चाहिँ अलिकति आशा गर्छौँ, हामी आशावादी मान्छे हो। त्यस कारणले गर्दाखेरि यस्तो परिस्थिति भएको मान्छेलाई सबभन्दा बढी माया चाहिन्छ। सबभन्दा कसैले केही नगरोस्, जुन बिरामीको घरमा पनि जसको घरमा नि बिरामी छ त्यो बिरामीलाई मिठो बोल्ने र माया गर्ने गरोस्। जसको घरमा नि मैले सबैलाई यही आशीर्वाद दिन्छु। मलाई नि मेरो घरमा त्यही हुनुपर्छ, अरूको घरमा नि त्यही हुनुपर्छ। मलाई रिस उठ्यो, मेरो शरीर दुखो, म मरेको ज्यान हो, मेरो शरीर दुखो, मलाई बोल्न मन लागेन, म नबोले नि बुढाले बुढी भनिदिनु पर्यो, छोराले मम्मी तपाईँलाई के भयो, मम्मी पानी खाने, मम्मी कता जाने, मलाई छोराले छोरो जहाँ जान्छ हो मलाई डुलाउनु पर्यो, मलाई मिठो बोलिदिनु पर्यो, मम्मी तपाईँलाई के चाहियो भनेर भनिदिनु पर्यो। म त्यही खुसी चाहन्छु। मलाई सबै पुगेर आए पनि मलाई खुसी चाहियो अनि मिठो बोली चाहियो मलाई। ओके, यो कुराबाट नि एउटा छुट्टै एउटा सन्देश प्रभाव भइरहेको छ, यसले बुझ्नु होला। विशेष गरी आफूलाई रोग लाग्नुभन्दा अगाडि मैले अघि भनिसकेको छु, समयमा ख्याल गर्नु होला। विभिन्न समस्या हुनसक्छ, नभए झन् राम्रै भयो भने समयमा उपचार पनि गर्नु होला। यसरी एउटा जीवनसँग मृत्युसँग जितेर आउनुभएको आमासँग यसरी बोल्न पाउनु मेरो पनि ठुलो भाग्य हो। यसरी अपरचट भेट भयो। केही कुराहरू तपाईँहरूले यसबाट धेरै कुरा सन्देशहरू लिन सक्नुहुन्छ। परिवारको मायादेखि लिएर रोग व्याध, आर्थिक कुरादेखि सामाजिक कुराहरू पनि हुन्छ। यस्ता व्यक्तिलाई फेरि बचाउनु तपाईँ हाम्रो दायित्व पनि हो, मानवता हो। आफ्नो सन्तानलाई तपाईँले रगत कति धारा रगत र पसिना बगाएर जन्माएको सन्तानले त्यो गर्नु भनेको अझ पुरा भएको छैन। कहिले पनि ऋणी छ सन्तान भनेको ऋणी नै भइरहेको छ। तपाईँ आमाको लागि तपाईँ ऋणी नै भएर आमा हुनु चाहिँ हुनुहुन्न।
आमा हुनुहुन्न, आमा गएको 2 वर्ष भयो, बाला पिसाब थैलीमा क्यान्सर भएर लडिराख्नु हाम्रो युग चाहिँ कस्तो हुन्छ, ऋणी हुन्छ क्या। तपाईँ आमा बाउको ऋणी, तपाईँको छोरछोरी तपाईँको ऋणी, अब तपाईँको छोरछोरी त उहाँको सन्तानको ऋणी हुँदै जाने नै क्रम हो। यो हाम्रो यो कुरा हुन्छ। त्यही भएर कारणले सन्तान छोराछोरीले चाहिँ यति कुरा हो कि बाबुआमालाई राम्रोसँग बोलिदिनु भयो अथवा सेवा गरिदिनु भयो। विशेष गरी बुहारी र सासूको सम्बन्ध कमै घरमा मात्र राम्रो भइरहेको हुन्छ। त्यस कारणले गर्दा राम्रो सम्बन्ध राख्नु होला, किनभने तपाईँ पनि त्यो घरको पछि सासू हुनुहुन्छ, तपाईँ त्यो घरको आमा हुनुहुन्छ, तपाईँ अभिभावक हुनुहुन्छ। त्यही कारणले गर्दा यसमा सानो सानो कुराहरू सबैको घरमा पर्छ। यसलाई अन्यथा पनि नसोचिदिनु होला र सबैले सुधार्दै अगाडि पनि बढ्नु होला। आमासँगको समय एकदमै लिन पाएँ। मेरो 4वटा सन्तान छन्, 2टा ज्वाइँ, 2टी बुहारी अनि मेरा 4वटा सन्तान गरेर 6जना परिवार छन्। मेरो मैले बनाएको परिवार, मैले उमारेका रुखबिर्जे हुन् अनि मेरा 4वटा नाति नातिना छन्। मेरो आशीर्वादले ती सबैलाई कल्याण गरून्, सबैलाई भगवान् पशुपतिनाथ मुक्तिनाथ भगवानले सबैले आशीर्वाद गरून्। यति परिवारले सबैले मलाई दिनको कतिखेर सक्छन् मलाई मम्मी मिठो मुखले मम्मी के खान्छौ, मम्मी के लान्छौ, मलाई भए मैले छ भन्छु, छैन भने छैन भन्छु। मलाई परिवारबाट मलाई मिठो बोली चाहियो, मलाई शान्ता चाहियो, मलाई परिवारबाट। तपाईलाई मैले एउटा कुरा भन्नु लाग्यो, अहिलेको अवस्था चाहिँ कस्तो छ? पारिवारिक अवस्था ठिक छ? अहिले ठिक छ, ठिक छ, अब ठिक छ। मैले यो मैले भन्दै गएको कुरो पनि परिवारले देख्दै जान्छन्, बुझ्दै जान्छन्। मलाई ठिक छ भएको कुरो त जस्तो त्यस्तै आउने हो फेरि हैन, त्यस्तै आउने हो। मलाई यसमा मैले के भनिदिनु खोजेँ भने यो चाहिँ मेरो अभियान पनि हो। यस्ता व्यक्तिहरूलाई हामीले बचाउनु पर्छ। यसरी बाँचिँदो पनि छ, आत्मविश्वास बढी भयो भने बाँचिन्छ, समय उपचार गऱ्यो भने बाँचिन्छ। यो कुरालाई पनि हेरेका राखौँ। परिवारले आमा बुवा धरतीमा टेकियो, धरतीमा टेकिएपछि धरतीमा टेक्न मान्छेलाई कति गाह्रो छ है। धरतीमा टेकियो, धरतीमा टेकेर संसार देखियो भनेपछि संसार मात्रै देखाउनिन, कुनै गरिब गुरियालाई नि जे सकिन्छ त्यही भलो चिताउनु। अनि आफू मर्न लाग्यो, आफू बाँच्नु, पहिला आफू ठिक भइयो भने छोरो हुन्छ, बुढो हुन्छ, ज्वाइँ हुन्छ, नाति नातिना हुन्छ। आफै नभएपछि कोही पनि हुन्न। अनि आफ्नो लागि आफै खुसी भइदिने, परिवारले आफ्नो लागि परिवारले गर्ने, हामीले हाम्रो लागि हामीले सकेको परिवारलाई गर्ने। अब यो बिरामी हुँदाखेरि आँखाले देख्दैन, खुट्टाले टेक्दैन, हातले समाउन, ह्याँडो हुँदो पुरै ज्वरो आउँदाखेरि 6 महिना म यस्तो ज्वरो आएर म लडेर म अब मरेँ भनेर मैया मारेको सरित हो। मलाई अब भगवान्को आशीर्वाद छ, भगवान्ले बचाउनु भयो, खुसी भए। संसार देखेर आए, कान्छी छोरीलाई धेरै आशीर्वाद छ, लै घुमाई मलाई संसार देखाएर ल्याई। मलाई कान्छी छोरीकोलाई नि परिवारलाई धेरै आशीर्वाद छ, ज्वाइँ नाति छ एउटो। मेरो आशीर्वादले छोरीले लर ठाउँ देखाएर ल्याई। सबै सन्तानले एकदम राम्रो गरेका छन्, मलाई अझै राम्रो गरून् मेरो सन्तानले। मैले त्यही भन्न चाहन्छु, मेरो सन्तानबाट मलाई धेरै माया गरून्। मैले त्यही खोजेको। मैले गाह्रो र कमजोर भएको बेला, समस्या परेको बेला आशा गर्नु स्वाभाविक हो। यति भन्दै यो कुराबाट के बुझ्नुहुन्छ तपाईँहरूलाई? यसबाट केही लिने सन्देशहरू लिनु होला, कस्तो लाग्छ प्रतिक्रिया पनि दिनु होला। र आमालाई हामी सबैले एकदमै अझ पनि बाँकी स्वास्थ्य जीवनलाई अझ राम्रो होस्, भगवान् पशुपतिनाथको नाम लिइरहनु भएको छ, पशुपतिनाथको आशीर्वाद मिलोस्, भगवान्को आशीर्वाद मिलोस् भन्दै आमासँग पनि बिदा हुन चाहन्छु। सबैको दिन समय शुभ होस्, सबैजना स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, व्यस्त रहनुहोस्, सबैलाई राम्रो होस्।